Hello, namaste and welcome back to another brand new video. आज चाहिँ हामीहरू हिँड्दैछौँ पोखरा टुरको लागि भनेर। हाम्रो चाहिँ डेस्टिनेसन सुरुमा यहाँबाट हाम्रो मानकोटदेखि चाहिँ पोखरा हो चाहिँ कुम्दीकोट पुग्छौँ। सो अहिले चाहिँ हामी यहाँ तेल हाल्न आइसकेका छौँ साथीहरू। तेल हालेर हामी मुगलिनका बाटो हुँदै मानकोट जान्छौँ। सो स्टे विथ अस। आजको भ्लग एकदम राम्रो हुनेवाला छ, एकदम मजा आउनेवाला छ। धेरै समयपछि यस्तो लङ टुर हिँडेको म चाहिँ होइन, फर द फर्स्ट टाइम। अनि यो चाहिँ हाम्रो एकदम खतरा ब्रिज, दोज नो कमेन्ट डाउन। अनिको खाजा नास्ता पछि चाहिँ हामी लाग्यौँ अगाडि। राति पनि परिसकेको थियो। यतिखेर चाहिँ हामी कन्टेनर क्याफेतिर आइपुगिसकेका छौँ साथीहरू। हेर्न सक्नुहुन्छ कतिको अन्धकार भइसकेको छ। त्यही पनि हामी चाहिँ अहिले कन्टेनर क्याफेनिर आइपुग्यौँ भर्खर। हामी चाहिँ यो कटेर नै अगाडि पुगिसकेका थियौँ। फेरि मामाहरूले फोन गरेर बोलाउनु भएको भएर हामी रिटर्न भएर यहाँनिर बसेर टक्क एकछिन यहाँको मजा लिउँ भनेर आयौँ। अनि यहाँनिर छिर्दाखेरि चाहिँ यस्तो दामी लाग्यो नि, यो पिङमा जुन लाइट राखेको छ नि यस्तो दामी देखाएको थियो नि। मैले चाहिँ यो कन्टेनर क्याफे चाहिँ डे लाइटमा टिकटकमै देखाएको थिएँ। अनि नाइटमा झन् बवाल देखिँदो रहेछ क्या। यो सिन चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। दसैँ तिहारमा एकचोटि भए नि धरती चाहिँ छोड्नुपर्छ भनेर यहाँको पिङको मजा पनि लिएर टोपिया खाएर अनि निस्किनको लागि तयारी भएका छौँ। बाई बाई कन्टेनर कफी। ल हामी अगाडि बढ्यौँ यहाँबाट। हो त्यहाँनिर हो त्यहाँ। माथि पछि बेला जान यहाँनिर पुग्ने हो हामी। हाम्रो डेस्टिनेसन बट वी आर हियर स्टिल जानु छ। है हामी चाहिँ त्यताबाट यता माथिको साइड लाग्यौँ। अनि रमाइलो कुरो साथीहरू, मानुङकोट उकालो लाग्दै गर्दा चाहिँ हाम्रो एकादशीको दिन थियो। अनि देउसी भैलोले बाटोमा रोकेर ओहो ल यहाँ त भैलो ग्याङले बाटो चिक्दियो। शिवरात्रि हो। ल न मामा जान्न त। अनि साथीहरू दिदीबहिनीसँगको एकछिन रमाइलो नाचगान पछि चाहिँ अनि हामी त्यहाँबाट फेरि माथि लाग्छौँ। अब मानकोटतिर निस्किन्छौँ। मामाले चाहिँ नाचेर रमाइलो गर्नुभएको थियो क्या त्यहाँनिर। एकदम मजा भएको थियो एकछिन बसुन्जेल चाहिँ। उहाँहरूलाई पनि रमाइलो भयो होला, हामीलाई पनि रमाइलो भइरहेको थियो। अनएक्सपेक्टेड थियो नि त है।
हो त आइपुग्यो त मानपुर डाँडामा आइपुग्यौँ त एन्ड वी आर हियर साथीहरू हामी चाहिँ आइपुगिसकेका छौँ मानुङकोट अनि हाम्रो चाहिँ स्टे चाहिँ यहाँनिर माथिपट्टि थियो क्या एकदम टपमा यहाँनिर चाहिँ पहिला पनि जानुभएको थियो मामाहरू सो हामी फेरि त्यहीँ गएको थियौँ अनि लक्कीली हामीले त्यहाँनिर चाहिँ त्यो दिन चाहिँ टेन्ट पाएको थियौँ क्या खाली भएको 5 जनाले बुक गर्नुभएको रहेछ बट हामी जानुभन्दा अगाडि क्यान्सल भएछ ठ्याक्कै हामी पुग्नु क्यान्सल भएर खाली हुनु एकैचोटि भएको रहेछ क्या सो कुनै बेला डेस्टिनीले पनि इन्जोय गर्नलाई दिन्छ त्यही भएर हिँड्नु चाहिँ पर्छ है साथीहरू अनि यहाँको नाइट भ्यू हेर्नुहोस् साथीहरू माई गॉड एकदम खै त्यही ढायो मान्छे तपाईँले याद अहिलेको दोपियाले पुरै घुमाएको छ के बोले कलर चाहिँ अनि साथीहरू एकछिन टेन्टमै रमाइलो गरिसकिसकेपछि हामी चाहिँ खाना खानको लागि माथि गयौँ अनि त्यहाँनिर देउसी भैलो चलिरहेको रहेछ सो एकदम त्यहाँको माहौलै रमाइलो भइरहेको छ त्यहाँनिर हेर्न सक्नुहुन्छ हजुरहरूले रमाइलो कार्यक्रम हेर्दै गर्ने क्रममा हाम्रो खाना पनि रेडी भएर आइसकेको छ साथीहरू सो अब हामी यहाँ खानासाना खाएर अनि त्यसपछि ब्याक टु हाम्रो टेन्टमा जानेछौँ अनि यहाँको त्यो रमाइलोले गर्दा होला होइन भित्रैबाट एकदम डान्स गर्ने मुड चलिरहेको थियो सो खाना खाएर चाहिँ हामी डान्स गर्नेछौँ सो स्टे ट्युन Wait. Wah. Fake ID हो कि गुड नाइट Good night, man. Good night, everybody.